धनकुटाको बसन्तपुरमा यहाँको प्रसिद्ध चीज कारखाना पुग्दा भने बेग्लै महसुस हुन्छ। यहाँ उत्पादन गरिएका चीजका साथै छुर्पी, नौनी लगायतले स्थानीय स्तरमा राम्रै बजार लिएको देखिन्छ, जसले यो क्षेत्रको ग्रामीण पर्यटनका लागि पनि सघाउ पुग्न सक्ने मान्न सकिन्छ। सुके पोखरी, जसलाई रिचार्ज पोखरी पनि भनिन्छ, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडको प्राविधिक सहयोग र स्थानीय गैर सरकारी संस्था हुसाडेक नेपालको सहकार्यमा सञ्चालित यस परियोजनाको मुख्य उद्देश्य वर्षाको पानी सङ्कलन गरी जमिन रिचार्ज गर्नु र सुक्दै गएका खानेपानीका मुहानहरूलाई पुनरुत्थान गर्नु रहेको छ। धनकुटा जस्तो पानीको अभाव भएको क्षेत्रमा जलस्रोत संरक्षणमा यसले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। यो पोखरी भनेको अधिक हो सुके पोखरी रेन्जगत यहाँ पानी रिचार्ज भएर जाने भन्नुभएको छु। पहिला मलाई 6 महिनासम्म अनुभव थिएन। अहिले हजुरको चाहिँ मैले पानी नाप्दै गरेको ठाउँमा मैले जुन दिन काम थालेको भन्दा अहिलेको वर्षमा 0.5 लिटर थियो भने अहिले 25 लिटर पानी मुहानमा देखेको छु। मैले 15 गते नाप्दाखेरि र यो सानो 15 भन्नेमा हजुरको आधा लिटर थियो 1 मिनटमा, अहिले 8 लिटर पानी बढेको छ।